नमस्कार सबैजनालाई, म कलाकार सविता खड्का। अहिले तपाईहरुले हेर्दै हुनुहुन्छ यो युट्युब च्यानल समिता रिजाल। सबैले चाहिँ हाम्रो यो युट्युब च्यानललाई माया गरिदिनु होला, शेयर, सब्स्क्राइबर, लाइक, कमेन्ट सब गरिदिनुस्। यसमा नयाँ नयाँ भिडियोहरु जे आउँछ नि त्यो चाहिँ पहिलो हेरेर लाइक गरिहाल्ने है। आज हामी नाम्लोको सुटिङमा छौं हैन। हजुरको थोरै एक वचन लेखिराख्नु भयो, त्यसको लागि धन्यवाद। यता अनि त्यस पछाडि मेरो नाम चाहिँ हेलो हाई एभ्रीवन, मेरो नाम चाहिँ चमेली। त्यसमै कविता खड्का। ल यता हेर्नु है। हजुरको नाम? जाडबहादुर हो। यो मेरो युट्युब है। हाम्रो नाम्लो सिरियलको प्रोड्युसर कलाकार हाम्रो अन्नदाता हो उहाँ चाहिँ। सबैजना जसले हेर्नु भएको छ यो च्यानललाई सब्स्क्राइब गरिदिनुस्, त्यहाँ भएको कुराहरूलाई भिडियोहरूलाई हेरिदिनुस्, लाइक गरिदिनुस्, कमेन्ट गरिदिनुस्। धन्यवाद। यता हेर्नु न। नमस्कार, मेरो नाम चाहिँ राज नेपानी। आज चाहिँ हामी नाम्लो सिरियलको सुटिङमा छौँ। नाम्लो सिरियल चाहिँ हरेक बिहिबार नाम्लो अफिसियल मेरो सब्स्क्राइब गरिदिनु। तपाईँले हेरिदिनु होला, माया गरिदिनु होला। एउटा शुद्ध नेपाली समाजमा घटेको एउटा गरिबको एउटा कथा हो, नाम्लो पुरुषको कथा हो। तपाईलाई लाइभ बसेर मान्छे ठुलो आइडीलाई अनि जो व्यक्तिले अहिले यो युट्युब च्यानलबाट हालिदिनु भएको छ समिता रिजाल भन्ने युट्युब च्यानललाई लाइक, सब्स्क्राइब, शेयर अनि कमेन्ट गरिदिनु होला। त्यसपछि तपाईको साथीहरुले रिकमेन्ड गरिदिनु होला। नमस्कार यस्तो छ भनेर। त्यसकारणले गर्दा तपाईको माया नगरिकन यो च्यानलवाला मान्छे अगाडि बढ्न सक्नुहुन्न। मान्नुस् कि तपाईलाई भोटिले रिप्लाई पठायो भने तपाई 50 लाख मालिक भयो। किप सपोर्टिङ। त्यहाँ हलचल भयो क्या। धन्यवाद। मान्छे तपाईलाई बालेनले कल्ला हलाउँछ, केपी ओलीले लेख्छ नि त भने। अब केपी ओली गरेर जुन्नु भनेको त बालेन हिट हो नि त। ब्रेकिङ न्यूज बालेनले कसैको हल्लाउँदो रहेछ। अहिले भर्खर हामीले थाहा पायौं। ब्रेकिङ न्यूज पाइयो। फर्काइदियो भने तपाई भागे। बालेनले फर्काउन पनि रहेछ, हल्लाउन पनि रहेछ, ठुलो लागि रहेछ। ल